टु माई न्यू भिडियो फेरि पनि आइसकेको छु म चाहिँ अर्को भिडियो लिएर र मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि के भन्नु आज चाहिँ पानी परेर आज चाहिँ हाम्रोमा जोत्ने भनेको तर यो पानीले आज काम गर्नु दिँदैन जस्तो छ। के गर्नु हेर्नुस् न साथीहरु पानी परेर पुरा हाम्रो हालत के भइरहेछ गाउँको। आज चाहिँ जोत्ने भनेको आज काम गर्नु दिँदैन जस्तो छ। आज खै के हो यस्तो भनेको जस्तो र सोचेको जस्तो कहिले पुरा हुँदैन के गर्नुपर्छ भनेर सोचिन्छ के हुइदिन्छ क्या। अब के गर्ने खै अब जोत्ने मान्छे नि आउँछ आउँदैन जोत्नु कि नजोत्नु यस्तो पानी परेछ पानी रोक्नेको नामै लिएको छैन। के गर्नु आज जोतै हुन्छ जस्तो लागेन मेरो चाहिँ। यस्तै पारा हो भने चाहिँ आज जोतै हुँदैन हाम्रो। पानीले जोत्दै दिँदैन त के गर्नु। अनि फेरि लाइन छैन उस्तै अँधेरो न अँधेरो लाइनै छैन। त्यही भएर आज सुत्ने हो खाने हो बस्ने हो तातो सुप खाएर सुत्ने हो हैन। अब आज चाहिँ यस्तै भयो। मान्छे पनि आएन बारी पनि जोतेन मौसमले नि साथ दिएन भन्दै मौकाको फाइदा उठाउँदै म चाहिँ आज एक बान जाँड पकाउँदै छु। जाँड पकाउनु पर्यो के गर्नु त नि यतिकै बसिराख्नु भन्दा जाँड पकाउनु पर्यो एक बार। लौ के भयो हँसाउँछ न कुकुरहरूले पनि। अब के भन्नु पर्दा घाँस चाहिँ अघि नै पुर्याइदिएको बिहानै फेरि मौसमले नै साथ दिएन। अनि आज जोताइ पनि भएन हेर्नु न कस्तो। तर गाउँघरमा त यस्तै हुन्छ। आया अब चाहिँ म जाँड पकाउनु पर्यो एक भान। हेर्दै गर्नु होला है साथीहरु। जाँड पनि पकाएर नि सेलाएर नि गुम्सिसके। धन्दा त हैन म लुगा पो धुने त बोजू। लुगा धुने एक कार्टन थुप्रो छ लुगा धुने। अनि खोइ कहाँ भन्दैछ कहाँ जाने। म चाहिँ अर्को दिन आइसकेको छु। हिजो चाहिँ म अलिक भ्याइनँ पनि अनि फेरि त्यस्तै भयो भिडियो पनि ल्याउनु पाइनँ हिजो चाहिँ। अनि आज चाहिँ म आइसकेको छु। आज चाहिँ मेरोमा खेतला छ होलो जोत्ने। अब म चाहिँ खाजा पुर्याउनु जाँदैछु खेतलालाई। अनि घाँस काटिदिनु पर्ने हुन्छ गोरुहरूलाई। हिजो त्यस्तै भयो अनि आज चाहिँ खेतला नि पाइयो भेट्यो। दिन पनि राम्रै छ र अहिले चाहिँ अलि पानी पर्नु खोज्दैछ तर नि ठिकै छ घाम लागिरहेछ। म चाहिँ खाजा पुर्याउनु जाँदैछु तपाईँहरूले हेर्दै गर्नु होला है त साथीहरु। म चाहिँ अब फर्किएँ खाजा साजा दिएँ गोरुलाई घाँस काटिदिएँ अनि अब चाहिँ म घर फर्किनु पनि भयो। अब घर फर्केर नि कामै काम छ छिटो जानु पर्यो। ज्योति चाहिँ सक्नु आँटेको रहेछ पानी पनि पर्छ जस्तो छ आकाश पनि कराउँदैछ। नभन्दै पर्न थालिसक्यो।
अब पानी पर्यो, प्लास्टिक पनि ल्याइहालेँ। अब जोत्नै पो भिजेको हुन्छ। म चाहिँ छिटो छिटो घर जान्छु। हैरान हुन्छ नि हो यो असारको बेलामा त। जोत्नु भन्यो, खन्नु भन्यो, रोप्नु, हैरान खेतला लाउनु, खाजा यताउता। तर के गर्नु, गाउँघरमा त्यस्तै हुन्छ, कामै काम, काम नगरी हुँदैन। म चाहिँ अब फर्किन्छु। मेरो सुँगुरहरूको लागि अलिअलि सुत्ने स्याउला लाँदैछु।